सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै अनि आरामै टक्क पारेर बिन्दास टक्क कामसाम गरेर व्यवस्था गरेर के आज शान्ति के भयो भने चाहिँ आएर रुम खतरा सफा गरेर नि यार पानी सानी हालेर त्यो यस्तो हो कि भयो कि के भयो भने चाहिँ पानी बाल्टीको हाल्यो भन त्यो पानी जाने ठाउँ सानो रहेछ क्या 2 घन्टा लाग्यो भने थाप्थे यार तनाव भयो नि यार। रुपियाँ कहाँ गयो मेरोमा यार तनाव भयो नि यार। त्यहाँ कफी 2 घन्टासम्म बस्यो एकछिन सुतेको थिएँ मोबाइल चलाएँ अनि अटोमा टाइम भयो गम्मा जाने टाइम भइहाल्यो। झ्यापै जाने भइगयो। अब गोवालाई टक्क त्यहाँ आइसक्नुभयो टक्क गोवालाई व्यवस्था भइसक्यो। दाइ गोवालाई रेडी हो कहाँ आउँदा अटो आएन यार कहाँ तर अटो आइसक्यो अटो आइसक्यो हुनु कहिले यार अटो त आइसक्यो रहेछ त यार आएर बनाउँछ यार मलाई देखिरहेको यार यो त टक्क अटो आइसक्यो। अटोमा जानुपर्छ व्यवस्था गरेर अब होइन त्यस्तो हो भिडियो चाहिँ यस्तो तनाव भयो नि मेरो मोबाइलमा के भिडियो बनाउँछु भनेको के भयो भने चाहिँ के अरे मोबाइलमा ठ्याक्कै 2 GB मात्रै आउने क्या एमबी 2 GB आउने अनि भिडियो पोस्ट गर्दा आयो युट्युबमा के 2 GB त्यही भएन भिडियो पोस्टमा 2 GB लाग्ने अनि त्यो भएर तनाव भयो छ्याउ लाग्यो मलाई। त्यही बनाउँछु कसैको मोबाइल थियो कि 5G फोन भएपछि चाहिँ अनलिमिटेड आउँछ होइन डाटा अनि 4G भयो 5G फोन किन्नुपर्छ बिस्तारै अनि त्यहाँ जति भए हुन्छ बनाएको जिम्मेवारी बनाइ गर्ने होइन अटो चलाउने अटो चलाउनु पऱ्यो। अब अस्ति यो अटोमा ठोकिँला थियो यार झन्नै बाँचेको यार पुरा यो क्लोज छ नि यसको। म यहाँ साइडमा बसेको थिएँ एउटा बसेको थियो अनि ट्याक्कै त्यो ड्राइभर चाहिँ बाहिर आयो होइन अनि त्यसले फेरि यो क्लोज तल माथिमा तल गर्दैछ क्या तल गर्दैछ अनि आफू हिँड्यो धौधौमा त्यो ए ह्यान्ड ब्रेक हानेर धौधौ बचाएको यार धन्नै यो अगाडि कार खडा छ नि त यहाँ होइन तर अगाडि हो कार खडा छ झन् ठोकिन्थ्यो यारमा यार बाल कहाँ गयो दाइहरू आएन नि त यार दाइ टाइम भएन जाने टाढा गएको छ गाडी छिर्छ किन अब गाइस बिस्तारै भेटौँ ल अहिले चाहिँ अब जानु पऱ्यो अहिले काम त तर मलाई काम त दामी मिलेछ नि यार त्यहाँ न कटिङ गर्नु पऱ्यो न के गर्नु पऱ्यो टक्क जाने थाहा बस्ने अन्त बसेर टक्क ट्र्याक गर्ने अरू आयो भने त्यो क्युटी पर्ने एउटा रेडी गर भन्ने क्युटी पर्ने दिने त्यस्तै हो त्यस्तै काम भइरहेछ होइन ठिक छ गरम कहिलेसम्म हुन्छ यहाँ बस्दा जस्तो लागेको छैन मलाई अहिले गइहाल्नुपर्छ यस्तो काम गरेर व्यवस्था हुँदैन काम छैन अलि गोबालाई टक्क हेर्नु अरे भुँडी हेर्न गोबाको भुँडी कत्रो बनाउँदा यार भुँडी अहिले यतै पेट्रोल अहिले आयो कि बिस्तारै भेटौँ ल अहिले बिदाइ गरौँ होइन आइयो टक्क अटो आएर छोडिदियो होटलको नजिक छोडिदियो होटलको साइडमा पछाडि छोडिदियो टक्क अब चिया हान्नु पऱ्यो टक्क होइन त्यहाँदेखि जानुपर्छ बिस्तारै आरामसँग छिटो आएपछि किन छिटो आइस भन्छ त आज छिटै आइस भन्छन् साउहरूले पनि त्यही भएर आरामसँग बिन्दास पारामा जाने हो नि त होइन जाने होइन भन्छ त ठिकै हाँस्छ यहाँनिर
खाइदिन्छ क्या के खाने गाइस यहाँको भाषा बुझ्ने मान्छेमा खतरा मान्छे हो कि अन्त मुटु के हेर्न मुडु 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 खै बुझ्नु नाम बोल्यो चिया चाहिँ हाल्नु पऱ्यो डरको बारेमा होइन व्यवस्था गरौँ सक्नु रोडको डक्को बारेमा 7 बजे 6 बजे ड्युटी आउनुपर्छ के गर्नु पर्सि छुट्टी गर्ने पुरा फुल छुट्टी मेरो छुट्टी हो पर्सि मोज छ त्यसो भए के को मोज हुने पत्ता यहाँ ड्युटी आएर मोज हुन्छ त्यो छुट्टीमा त झ्याउ लाग्छ यार कति बस्ने कति छ मोज दियो मिनेट रुको बच्चा भन्छ त यार टिके मच्छा रुको भन्छ क्या 1 मिनट रुको टिके मच्छा तम्रो ए तम्रो किन टिकेले उसले हान्छ कसले भन्छ त्यो त हाने आएको कि टिकेले उडी हाने आएको टिकेले थाहा किन यो मान्छे खुम्का थाहा किन त्यो जति पुण्य माने त्यो मान्छेलाई उडी हाने हो नि त सुपरम्यान बन्छ होइन भन्छ टिकेले उडी हान्छ हिजो खतरा झगडा भयो साथै यार हाँस्दै के गर्दा गर्दै घचाघच भइगयो त अङ्कल यार ए राम्रोसँग बोल है भिडियोमा बिस्कुट ल्याउने हो टिउ फाइदियो त टिउ फाइदिइहाल्छ बिस्कुट छ चल्दियो पैसा खाइ रे दिनुहोस् क्या मलाई यार कसलाई हो त्यो भन्नु पऱ्यो कि ले मामु ओके मामु यहाँ फेरि मामु भन्ने मान्छे मामु भन्ने फेमस छ नि थाहा छैन मामु भनेपछि मामु लगाएको म त कति जस्तो हानेर लगाएको 50 हानेर यो सेवन लागेको टक्क भइरहेको चिया पानी होइन ओए देखे बाबाको लायो फेरि पछि छ गाइस फाइनलीमा रुममा आयो होइन त्यस्तै व्यवस्था रुममा आयो भर्खर रुममा आएर ए तुम लोग क्या कर रहे हो रे देखो ये लगी देखो चुम्मा करता तेरा इधर तो बहुत बड़ा बड़ा दिख रहा है क्या नहीं सिलाता अनि आज ढिलो भयो भिडियो के बिजी थियो भनौँ भिडियो बिचमा पाइएन त्यो अलिक हल्का बनाएँ होइन राम्रो खानै खाएन यार के भनौँ म गाह्रो छ काम गर्नु के भयो मिटिङको चक्करमा माछालाई सबै मास्टर अगाडि गएँ घचाघच अर्डर हान्नु पर्दा अर्डर हान्नु पऱ्यो त होइन घचाघच अर्डर हान्यो मास्टर मिटिङमा गएँ आज खतरा मिटिङ थियो के मिटिङ थियो भने चाहिँ के भनौँ भनेपछि अङ्कल सबै मास्टरहरूले काम गरेर जाने भन्थे यहाँ यो भएन त्यो भएन अनि खाना खाने बेला हेर्छ के भनेको थियो त्यो सल्भ भयो क्या त्यो सल्भ भयो क्या
क्या बोलना सॉल्व भयो है ना हाँ हिंदी में बोलो। हिंदी में बोलना हाँ सभी के सभी नेपाली में बोलोगे तो हम हिंदी वाले क्या समझेंगे। नहीं, थोड़ा वीडियो बना दो तो इसका ज़्यादा नेपाली फैंस होंगे। नेपाली फैंस है मेरा फैंस अरे कितना है मामू नेपाली हो गया हिंदी हो तभी भी हिंदी बोलना चाहिए यार। मास्टर मेरे को रखा है, मेरे को समझ मास्टर नहीं आता। यस्तो हो क्या घर जाने भन्थे यहाँ छोडेर जाने भन्थे क्या हाँ, तो यो गर्छ त्यो गर्छ भने छोडेर जाने भन्थे अनि टक्क मिटिङ भयो शेख हो जी दे एक्चुअल काम अनि में मिटिङ छाड़ अहिले दी काम अहिले फेरि खतरा मिटिङ भयो खाली मीटिंग हो जी रासँग मार काम गर्ने भयो गरे आखिरी वार्निंग है वो। अब वार्निङ हाम्रो गाइजहरूले वार्निङ दिएन हामी सबै जाने भन्थ्यौँ के साला सेठ बोल वन रहा है एक एक फुल तंदूरी बोल के साला 1.5 तंदूरी अँ क्या यस्तो यस्तो भयो भने चाहिँ हामीले पार्सल लगेको थियौँ होइन हिन्दी बोल्न हिंदी में चल एक बार हम पार्सल लेके गया था हाफ तंदूरी लेके गया था वो क्या बोला क्या सोचा हम एक फूल लिया सोच के वो एक फूल सोचो तो एक फूल हाफ बोल दिया 1.5 फूल बोल दिया 1.5 फूल एक फूल के एक फूल का क्योटी काटा और 1.5 फूल लिया बोल दिया क्या बोले और एक अंडा चिल्ली एक में 4-5 चिल्ली एक अंडा डाल के लेके जाता है बोला अब क्या बोलना है अभी कंप्लेंट किया उसके बाद अभी सॉल्व हो गया अब ऐसा नहीं करेगा खाने के बाद कुछ नहीं दिखेगा ऐसा बोल रहा है ठीक है नहीं तो सब जाने वाला इधर से इसीलिए सबको बुलाया गया क्या रे क्या बोल रहा है तू बीच में यस्तो भयो कि हाम्रो केटाहरू खतरा भयङ्कर छन् क्या यार मासाला त्यो जे पारे बुझ्ने भने बिचमा यार त्यो भएर अफ गर्नु पऱ्यो यार फेरिमा जे पारे बोल्छौँ त्यो सल्भ भयो अनि टक्क काम गर्ने लास्ट हामीले पनि लास्ट वार्निङ दिएँ कि त्यसलाई साउलाई पनि यस्तो गर्छ भने यस्तो गर्छ हामी काम गरेर लास्ट वार्निङ दिएँ ठिक छ भने अन्त सिधै भन्ने पनि होइन सिधै जाने हो झोला पाउने भाग्ने हो मासाला बढी बोक्चोदी गर्न लाने फेरि लास्ट वार्निङ छ हेरौँ के कस्तो हुन्छ फेरि त्यस्तै गर्न आयो भने झोला बग्ने टुप्पो लगाएर बिहान उठ्ने जाने यस्ता काम कोही पाइँदैन र त्यो मासु यसमा पाइन्छ र यो लग्यो एक फुलको नाममा 1.5 फुल लग्यो अनि चिल्ली खुदै 3टा अन्डा लगेछ के हो भने चिल्लीमा अलिकति आनियन क्याप्सिकम धेरै हालेको थियो अनि त्यो कम्प्लेन आएको थियो अनि कम्प्लेन आएर चाहिँ अनि तिनीहरूले भनेर हिँड्छन् क्या हिजो अस्ति कम्प्लेन आएर रहेछ अनि कम्प्लेन आएर मलाई किन भनेन गरे सबले मलाई किन भनेन भन्यो अरे के भन्यो त भयो गाइस आज यति नै गरौँ अब अरू भिडियो भोलितिर हेरौँ ल राम्रो लाग्यो भने लाइक गरिदिनु होला सब्सक्राइब गर्नु होला लाइक गर्नु पर्दैन यदि हेर्नु अनि पुग्यो होइन ठिक छ ओके कपाल भएको आउनु लाग्यो बानी हो कि कपाल यस्तो गर्ने फेरि यार अलिअलि पहिला त कपालै थिएन तपाईँले थियो कपाल यस्तो हुन्थेन अहिले त अलिअलि हुन्छ गर्ने हुन्छ कमसेकम टक्क होइन त्यही हो आजलाई यति नै अरू नभए लाइक गरिदिनु होला सब्सक्राइब गर्नु पर्दैन होइन एउटा यस्तै अरू त यस्तै हो अब अरू भेटौँला अर्को भिडियोमा ओके गाइस बाई